कारणले देश ठिलो बनेको छ। यो देशमा युवा पुस्ताले सपना देख्ने प्रकारको परिस्थिति बनेको छैन। किसान र मजदुरहरूले गरी खाने प्रकारको वातावरण छैन। राष्ट्रसेवी कर्मचारीहरूले इमानदारतापूर्वक देश र जनताको सेवा गर्ने स्थिति छैन। आदरणीय प्रहरी दाजुभाइहरूलाई पनि हामी यहाँ अगाडि देखिराखेका छौँ। उहाँहरूले पनि इमानदारतापूर्वक देशको सेवा गर्ने प्रकारको परिस्थिति बनेको छैन। यसको मूल कारण भ्रष्टाचार हो। भ्रष्टाचारका कारण देश ठिलो बनेको छ। केही मुठीभर मान्छेहरूले यो देश लुटिराखेका छन्। तसर्थ हाम्रो यो जनसङ्घर्ष अभियानको मूल उद्देश्य भनेको यो देशलाई ठिलो पार्ने, यो देशलाई लुट्ने, यो देशमा सम्भावना नदेख्ने युवा पुस्तालाई निराश बनाएर विदेश भेट्ने दलाल शासकहरूका विरुद्धको हाम्रो यो जनसङ्घर्ष अभियान हो। तसर्थ यो जनसङ्घर्ष अभियानमा सबैभन्दा पहिले आम न्यायप्रेमी जनसमुदायहरू, पत्रकार मित्रहरू, शिक्षाकर्मी बन्धुहरू, हामी तपाईँहरू सबैलाई के आह्वान गर्न चाहन्छु भने भ्रष्टाचारले देश ठिलो बनेको छ। यो ठिलो बनेको देशलाई भ्रष्टाचारबाट मुक्त गर्ने यो जनसङ्घर्ष अभियान हो। यो जनसङ्घर्ष अभियानमा तपाईँहरू आएर सबै न्यायप्रेमी जनसमुदायहरू जोडिनुहुनेछ। यो देशलाई विकसित देश बनाउने देशमा नै श्रम र पसिना पोख्नेर यो देशको विकासका निम्ति लाग्ने परिस्थितिको निर्माण गर्न सकिन्छ। त्यसका निम्ति तपाईँ हामी सबै युवा पुस्ता, आदरणीय न्यायप्रेमी जनसमुदाय सबै हातमालो गर्न जरुरी छ। त्यसका निम्ति तपाईँहरू सबै यो आन्दोलनमा एकबद्धता जनाउनुहुन्छ र यो आन्दोलनमा सहभागी बन्नुहुनेछ भन्ने कुराको सबैभन्दा पहिले म अपिल गर्न चाहन्छु। आदरणीय जनसमुदाय, हाम्रो यो अभियानको मूल उद्देश्य भनेको भ्रष्टाचारी विरोधी अभियान हो। भ्रष्टाचारका विरुद्ध सङ्घर्ष गर्ने कुरा हो। हाम्रो पार्टीको मूल कुरा चाहिँ के छ भने यो देशमा उच्च तहमा रहेका सबै तहका मान्छेहरूको सम्पत्ति चाहिँ छानबिन गर्नुपर्छ। त्यो भ्रष्टाचार गरेर कुम्ल्याएको चाहिँ सम्पत्ति चाहिँ छानबिन गरेर त्यसलाई राष्ट्रियकरण गर्नुपर्छ भन्ने हाम्रो मूल उद्देश्य हो। हामीले हेऱ्यौँ भने यो देशका प्रधानमन्त्रीहरू, मन्त्रीहरू, सांसदहरू हात्ती छाप चप्पल पकाएर संसद भवनभित्र छिर्छन्, हात्ती छाप चप्पल पकाएर चाहिँ राजनीतिमा लाग्छन्। तर ती मन्त्री बनेको केही समयमै, केही वर्षमै, प्रधानमन्त्री बनेको केही समयमै तिनका काठमाडौँमा चाहिँ ठुला महलहरू खडा हुन्छन्। ती कसरी खडा हुन्छन्? तिनले पक्कै पनि यो देश लुटेका छन्। यो देश लुटेका कारणले यो देश भ्रष्टाचार गरेका कारणले त्यसो बनेको। त्यस कारणले हाम्रो कुरा के छ भने सबै भ्रष्ट नेताहरूको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ, उनीहरूको सम्पत्ति छानबिन गर्नुपर्छ र त्यो भ्रष्टाचार गर्ने कमाएको चाहिँ पैसा चाहिँ राष्ट्रियकरण गर्नुपर्छ भन्ने हाम्रो पार्टीको मूल कुरा छ। त्यो सँगै हामी सुन्छौँ नेपालमा पैसा राख्ने ठाउँ नभएर स्विजरल्यान्डका बैङ्कहरूमा केही भ्रष्ट मान्छेले पैसा लुकाएर राखेका छन्। त्यसको छानबिन गर्नुपर्छ र त्यो सम्पत्ति नेपालमा ल्याउनुपर्छ र नेपालको विकासका निम्ति त्यो सम्पत्तिलाई चाहिँ पहिचान गर्नुपर्छ भन्ने हाम्रो पार्टीको मूल कुरा छ। त्यसका निम्ति हाम्रो यो अभियान चाहिँ जनसङ्घर्ष अभियान जनताको बिचमा छ। त्यति मात्र होइन, हामीले हेऱ्यौँ भने आज नेपालको न्यायालय, त्यो न्याय दिनुपर्ने मान्छे, जनताको सेवा गर्नुपर्ने न्यायालय सबैभन्दा भ्रष्ट छ। कालो कोट लगाएका मान्छेहरू सबैभन्दा भ्रष्ट छन्। तिनीहरू दिन दहाडै इमान्दार मान्छेहरू, न्याय पाउनुपर्ने मान्छेहरूका विरुद्ध फैसला गर्छन् र लुटेराहरूको पक्ष पोषण गर्छन्। ती भ्रष्ट न्यायाधीशहरूका विरुद्ध सङ्घर्ष हो। यो ती भ्रष्ट न्यायालयका विरुद्ध पनि हाम्रो अभियान हो। तसर्थ त्यो अभियानमा सबै हाम्रो न्यायप्रेमी जनसमुदाय जोडिनु गर्ने हामी अनुरोध गर्न चाहन्छु। त्यो सँगै राज्यका विभिन्न सरकारी निकायहरू, उच्च निकायहरूमा बसेका सबै मान्छेहरूको सम्पत्ति पनि राष्ट्रियकरण गर्नुपर्छ र ती मान्छेहरूको सम्पत्ति छानबिन गर्नुपर्छ भन्ने हाम्रो कुरा छ। त्यससँगै नेपाल प्रहरी र नेपाली सेनाका मुख्य ओहदामा बसेका मान्छेहरूले भ्रष्टाचार गरेका छन्। जो रातदिन चाहिँ खट्ने मान्छेहरू, सिपाहीहरू, तल्लो दर्जाका मान्छेहरूलाई लामो समयसम्म दिन रात खटेर पनि उहाँहरू खट्न चाहिँ उहाँहरूले श्रीमतीको चाहिँ गुन्यु जोडी फेर्न सक्ने स्थिति हुन्न, छोराछोरीहरूलाई पढ्न सक्ने स्थिति बन्दैन। तर चाहिँ उनीहरूले चाहिँ उच्च तहमा बसेका मान्छेहरूले चाहिँ पोसाकमा कमिसन खाने, विभिन्न ढङ्गले चाहिँ उनीहरूले जो राज्यको सम्पत्तिहरू चाहिँ बर्बाद गर्ने गरिरहेका छन्। ती सबै राज्यका सबै तहमा बसेका उच्च पदस्थ मान्छेहरूको सम्पत्ति छानबिन गर्नुपर्छ, तिनीहरूलाई छानको तहमा चाहिँ ल्याउनुपर्छ। यसका निम्ति नेपाली जनताले त्यसको प्रत्यक्ष चाहिँ त्यसको नेतृत्व गर्ने गरी चाहिँ एउटा समिति बनाउनु जरुरी छ। त्यो समितिले त्यो छानबिन गर्नुपर्छ र ती भ्रष्ट मान्छेहरूलाई चाहिँ जेलमा कोच्नुपर्छ र यो देशलाई भ्रष्टाचारीहरूको चङ्गुलबाट मुक्त गर्नुपर्छ भन्ने हाम्रो अभियान हो। त्यसर्थ तपाईँहरू सबै आदरणीय न्यायप्रेमी जनसमुदायलाई हामी यो अभियानमा जोडिनका निम्ति हार्दिक अनुरोध गर्न चाहन्छौँ। आज हामीले हेऱ्यौँ भने हिजो यो देशको परिवर्तनका निम्ति लागेका मान्छेहरू, यो देशमा परिवर्तन हुनुपर्छ र विकास हुनुपर्छ भनेर लागेका मान्छेहरू आज काखा
पोलिटिकल पार्टीमा हामी हेर्यौँ भने इमान्दार मान्छेहरूको चाहिँ कुनै स्थान छैन। त्यहाँ भ्रष्ट मान्छेहरूको र तस्कर मान्छेहरूको चाहिँ बोलबाला छ। तसर्थ इमान्दार मान्छेहरू सबै तल पछाडि पारेका छन्। ती सबै पछाडि पारेका मान्छेहरू यो जनसङ्घर्ष अभियानमा जोडिन्छ। हामी सुन्छौँ आज राजावादी आवाज, यो देशमा राजा चाहिन्छ भन्ने मान्छेहरूले पनि कता कता सेवा गरेको हामी सुन्छौँ। हामी उहाँलाई चेतावनी दिन्छौँ। यो देशमा उनीहरूले 240 वर्षसम्म शासन गरेका थिए। उनीहरूले साँच्चै यो देश बनाउँथे भने 240 वर्षसम्म के गरे? उनीहरूको एक एक फेरिस्ट नेपाली जनताको मस्तिष्कमा आज पनि बसेको छ। नेपाली जनताको मस्तिष्क त्यति कमजोर छैन। राजाले गरेको उत्पीडन, राजाले गरेको दमन, राजाले गरेको भ्रष्टाचार बिर्सेका छैनन्।